हाम्रो पश्चिम नेपाल व्यवसायीले हजुरहरूको लागि भनेर फेरि नयाँ बस लिएर आइसकेको छ अर्जुन रथ फ्रिडम, जुन गाडी चाहिँ काठमाडौँदेखि बेलैयासम्म जान्छ। अब यो गाडीको बाहिर तपाईँले हेरिहाल्नुभयो, अब भित्र पनि कस्तो छ, के छ यसको फिचर्स, यसको फेसिलिटिज, त्यहाँभित्र के छ, सिट कस्तो छ, मेनली फोकस त सिटमै हो। सिट कस्तो भित्र गएर हेरौँ है त। अब वाउ, सिट हेर्नु त यो बसको कति राम्रो, कति कम्फर्टेबल। तपाईँलाई हेर्दा पनि कस्तो कम्फर्टेबल लागिरहेको छ होला सिट, झन् बस्दा कस्तो फिल हुन्छ होला। म तपाईँलाई बसेर त देखाउनै हाल्छु, तर त्योभन्दा पहिला अब यहाँको फेसिलिटिजहरू बुझौँ है त। फर्स्टमा भन्नुपर्दा यहाँ तपाईँलाई एसी, फ्यान, अनि एलइडी टिभी, सिसिटिभीको पनि फेसिलिटिज एकदमै राम्रो फेसिलिटिज छ। अब तपाईँलाई मैले अघि भने जस्तो सिटको बारेमा देखाउँछु, म सिटमा बसेर देखाउँछु, पक्नु है। कहाँ बसौँ? ओके, वाउ कस्तो राम्रो, कस्तो त्यो के भन्छ अब हाम्रो ल्याङ्ग्वेज लिचिक लिचिक भन्छ त, एकदमै कस्तो कम्फर्टेबल सिट छ कि, एकदमै आनन्दको सिट छ। यो गाडीमा तपाईँले इलेक्ट्रिक रिक्लाइनर पाउन सक्नुहुन्छ, साथसाथै यहाँ तपाईँले युएसबी केबल चार्जर पनि पाउन सक्नुहुन्छ। आफ्नो आफ्नो सिटमा छ है, यो चाहिँ लाइक कतै बिचमा छैन, साइडमा छैन, आफ्नो आफ्नो सिटमा प्राइभेट स्पेस छ है त यसको लागि। यो गाडीको सिट पनि देख्नुभयो, फेसिलिटिज पनि देख्नुभयो। यो गाडी चाहिँ 2x2 सोफा सिट सँगसँगै यहाँ तपाईँलाई ब्ल्याङ्केट पनि प्रोभाइड हुन्छ, कस्तो सफा एकदमै राम्रो ब्ल्याङ्केट। अब तपाईँलाई म स्लिपरको बारेमा देखाउँछु, स्लिपर देखाउँछु, गएर आउनु। यहाँ तपाईँले दुईवटा स्लिपर पाउन सक्नुहुन्छ, 2x2, यहाँ पनि 2x2 हो, यो पनि 2x2 हो। अब आनन्दले सुतेर बेलैयासम्म जानुहोस्। अब म जस्तै बसेर आनन्दले यात्रा गर्न जान चाहनुहुन्छ भने आजै बसेर अनलाइनबाट टिकट गरी बेलैयासम्म यो गाडीमा यात्रा गरौँ है त।